निलमहरु जाँदैछ दिनाजपुर लाग्यो उता पारीको गाउँहरु साकेजी त हेर्नुस् न साकेजी मेरो घोडालाई चाहिँ मिलाउँदैछन् ढुङ्गाकै पहाड होला त्यो हैन त्यति नत्र त्यतिको बस्दै बस्छ त्यो राम्रो कि त्यो हरियो राम्रो त्यो हरियो राम्रो मलाई खानेकै राम्रो छैन यो मुक्तिनाथ छेउछाउमा आइसक्यो मुक्तिनाथको गाउँहरुमा यस्तो टाइपले बस्छ तिब्बतीयन यो घरहरु भयो हिउँ परेर पछि भरि हुन्छ एक प्रकारको घरहरु बनाएको हुन्छ उनीहरु यता हेर न मुक्तिनाथ भ्याली हो भ्यालीबाट अब माथि जाने मुक्तिनाथ सहर भयो त्यो माथि अर्को पास उता मनाङपट्टि जाने पास उतापट्टि जानुपर्छ बाटोले क्लोज भएको छ मुक्तिनाथ चाहिँ त्यो माथि पर्छ विकराल देखाउन आँटेको निलम मुक्तिनाथ जाँदैछ स्याउहरूको बगैँचा है मुक्तिनाथको तल उसमा आएर बसेको हाम्रो पहिले सनसेट हुँदैछ त्यतापट्टि र त्यो उज्यालो माउन्टेन देखेर त्यो खिच्नु लागेको ब्युटिफुल यही बुनेको चाहिँ नि मफलर हो त्यो अहिले भर्खर बुनिरहेको छ त्यही मफलर यहाँ लगाइरहेको छ ल यो मुक्तिनाथको यो मुक्तिनाथ पुग्नु लाग्यो हामीहरू अब यो मुक्तिनाथ निलम अगाडि छ यो माथि मुक्तिनाथबाट घाम अस्ताको देखिन लागेको जो पनि आएर बस्ने आफ्नै लुगाफाटा ल्याएर हजुर त्यो कागज त्यो होटल जस्तो हुन्छ नि यो मुक्तिनाथको गेट आउने बेला हो यहाँ झरना बगिरहेछ त्यो झरना मुक्तिनाथ क्रस गरेको थियो